लसुन र डल्ले खोर्सानीको अचार बनाऊ। मिठोसँग तपाईहरु हेर्दै जानुहोस्, म बनाउँछु। खुर्सानी यो हालेर जाने थोरै भिनेगर पनि है त यो हालेर अब त्यसपछि नुन अब यसलाई राम्रोसँग चलाउने। अब मोलिसकेपछि अब भाँडामा हाल्ने। ल अबको महिना दिनपछि यो मिठो र रसिलो हुन्छ। तपाईहरु पनि बनाउनुस् र खाना खानुस्, खानामा मजाले खानुस्, मिठो अनि चटपटे स्वादमा।